अहिले म यो सिंहघाटीको ठिक्क बजारको उसमा यो दोभान यतापट्टिबाट आयो यो अप्पर तामाकोसी जुन हाम्रो हाइड्रो पावर छ यतापट्टिको तामाकोसी त्यहाँबाट झन्डै 35 किलोमिटर जति उत्तरतिर पर्छ अरे। अब उत्तरतिरबाट आउने यो चाहिँ तामाकोसी आज साउनको 31 गते यो बर्खाको उसमा चाहिने यसको भेल जुन धेरै म देखाउन गइराखेको छु। र यतापट्टि आयो यो ठ्याक्कै यो दोभान यताबाट यो ठिक यसको अपोजिट मेरो दाहिनेपट्टि यताबाट यो देखाएको भनेको सिंहघाटी खोला। सिंहघाटी खोलाको यता ठ्याक्कै यो दोभानमा सिंहघाटी बजार यो सिंहघाटी बजारको यो ठ्याक्कै यो उसमै बग्गरमै रहेको र यति कुनै कारणवश अब त यो पहिरोले लगभग यो कटान भएको यो एरियाहरू जुन देखाइरहेछ यो देखेको एरिया भनेको हाम्रो यो उसैले अब कटान भएको र यो कुनै बेला पनि अब भत्किन सक्ने त्यो हुनसक्छ। अब चट्टानको बनावट कस्तो छ भन्ने कुरा हो। पारिपट्टिको जुन यो देखिरहेछ ठिकै यो पारिपट्टिको चट्टान कडा चट्टान छ यो हतपति अब नकाट्ला। यतापट्टिको यो बालुवा मिसावट जुन यो ठ्याक्कै यो अगाडि देखिरहेछ यो कुनै बेला पनि यो भत्किन सक्छ र कुनै बेला पनि जोखिम हुनसक्छ। यो साह्रै त्यति उसको हिसाबले भौगोलिक हिसाबले त्यति धेरै बलियो संरचना यो सिंहघाटी बजारको दोभानमा जुन छ यो माथिबाट आएको तामाकोसी यताबाट यो आएको तामाकोसी अप्पर तामाकोसी जुन हाइड्रो पावर छ त्यहीँबाट आएको यहाँबाट झन्डै 35 किलोमिटर उत्तरतिर छ रेको कुरा भयो होइन। अब 35 किलोमिटर भयो त्यो पावर हाउस ड्याममा पुगिन्छ। यतापट्टिको अब त्यो उसमा यसको छेउछाउमा बसोबास भएको जुन छ यो यस्तो चट्टानहरू छ यो फुसफुसे माटोहरू यो बालुवा जुन छ यो कुनै बेला पनि त्यहाँको पानीको सतह बढेर ड्याममा कुनै भयो भने यो अलि जोखिम जस्तै देखिन्छ। यो सिंहघाटी बजारको ठ्याक्कै यता एउटा मन्दिर पनि छ। मन्दिरको मलाई जानकारी भएन मन्दिरको बारेमा। र यतापट्टिबाट जुन आइरहेछ यो सिंहघाटी खोला यो सिंहघाटी खोला यताबाट यो तामाकोसी यो दुईटाको ठिक्क दोभान। अब बिहान गर्ने परपट्टि धेरै टाढा हामीले अब यो पूजापाठ गर्ने हामी देखिरहेको छौँ सिधै पारिपट्टि त्यस्तै देखेको छ। त्यहाँ पनि ठ्याक्कै करिब यो पनि एउटा मन्दिर छ। यो मन्दिरमा पूजा अर्चना भने आस्थाका कुराहरू भए अब त्यो होला। यता हामीले हेऱ्यौँ भने यो यताबाट यो सिंहघाटी खोला यताबाट दोभान ठिक्कै यो दोभान सिंहघाटी खोलाको पनि अलि सङ्लो छ। यताबाट अप्पर तामाकोसीबाट आएको यो निकै अब बर्खाको बेला साउनको भेल यो पुरै आएर यो धमिलो पानी छ। यो दुबईको यो दोभान भयो र यो उसमा सानोतिना खोला मिसिँदै गइसकेपछि तल गएर यो ठिक्क अब तल गइसकेपछि दोलाल घाटतिर गइसकेपछि त्यहाँ ठ्याक्कै त्यहाँ मिसियो। त्यहाँदेखि तल गइसकेपछि मन्थली हुँदै यो सप्तकोशीमा गएर मिसिने अब यो अप्पर तामाकोसीको त्यो कुराहरू भए। अब मैले यसमा आजलाई यो उसमा छोटो भिडियोमा यति नै यो प्रस्तुत गरेँ। त्यो हेर्नु होला यसको यो बनावट बनावट कस्तो छ। माथिबाट टावरहरू देखिरहेछ। यो टावर भनेको अप्पर तामाकोसीबाट यो पावर त्यो विद्युत उत्पादनको सर्किटहरू देखिरहेछ माथि त्यो डाँडोमा। त्यो कुहिरोले चाहिँ फेरि गर्यो ठ्याक्कै यसमा खोजमा यो दोभान यताबाट सिंहघाटी खोला यो आउने सिंहघाटी खोला यो आइसकेपछि तामाकोसी यो ठ्याक्कै तामाकोसीको यो झिलमा चाहिँ ढुङ्गाको छ यो बनाएको ठ्याक्कै नदीहरू बर्खाको यो साउनको आज 31 गते माथिबाट निकै सफा पानी देखिन्छ। अब अलिकति कति कभर गर्न सकिन्छ माथि गएर यो सिंहघाटी खोलाको म देखाउन गइराखेको छु। अब कति सम्भव छ यो कति सकिन्छ होइन त्यो सकिने यता नि अब लक गरेको छ योसँग माथि गएर गर्न सकिन्छ होला। अब यसमा टक्क हेऱ्यो भने अलि यो यताको अब शुद्धता भइहाल्यो। दोभान ठ्याक्कै यहाँबाट यताबाट आयो तामाकोसी यताबाट आयो ठ्याक्कै यताबाट अर्को आयो सिंहघाटी खोला दुबईको यो दोभानमा ठ्याक्क भइरहेछ। ल अब आजलाई यो भिडियोमा हामीले यति नै गऱ्यो। ल धन्यवाद।